हेलो एभ्रिवान, वेलकम छ हजुरलाई मेरो विनय रिएक्सन युट्युब च्यानलमा। अनि आशा गर्दछु सबैजना सन्चै हुनुहुन्छ होला। म आज तपाईँहरूलाई मेरो सानो नानीको बर्थडेको थोरै भिडियोहरू म तपाईँहरूमा राख्न गइरहेको छु। तपाईँहरूलाई के कस्तो लाग्छ हेरेर प्रतिक्रिया गर्नु होला है साथीहरू। ल आउनुहोस् भिडियो हेरौँ। साथीहरू हेर्न सक्नुहुनेछ, यतिखेर नानी एकदमै सानी थिइन्। म यता दुबई आउँदाखेरि, म बाहिर आउँदाखेरि चाहिँ यति सानी थिइन् नानी। अनि तपाईँले हेर्न सक्नुहुन्छ, उहाँ चाहिँ घरको हजुरबाबा हुनुहुन्छ नानीको। अनि यति सानो थिएन, अब कसरी यहाँ चाहिँ दुधु बाबा हुनुहुन्छ, माइतको बाबा। अनि थोरै हिँड्न सक्नुहुन्थ्यो नानी यतिखेर, तपाईँले हेर्दै जानुहोस् है साथीहरू। अनि यो चाहिँ नानीको बर्थडेको केक थियो। अनि सबैजना एकसाथ भएर उहाँहरूले सेलिब्रेसनको लागि तयारी गर्दै हुनुहुन्छ। अनि डोलवाला केक भनिराख्नुहुन्थ्यो नानीले, अनि त्यही भएर नानीले चाहिँ डोलवाला केक नै अर्डर गरिदिनु भएको रहेछ। अनि यो चाहिँ नानीको लागि सेटअप। अनि नानीको यो फर्स्ट डेको स्कुलको फोटो हो साथीहरू, हजुरले हेर्न सक्नुहुनेछ। यो चाहिँ नानीको फर्स्ट डे अफ स्कुलको चाहिँ फोटो हो। म यता आइसकेपछि नानी स्कुल जानुभएको थियो। अनि नानी एकदमै खुसी हुनुभएको छ। अनि यहाँ चाहिँ नानीको दुईटी फुपू हुनुहुन्छ, सानी फुपू ठुली फुपू। तपाईँले हेर्न सक्नुहुनेछ है, उहाँ नानीको मम्मी हुनुहुन्छ। सबैजना बस्दै हुनुहुन्छ। मलाई लाग्दैछ पाहुनाको इन्तजार गर्दै हुनुहुन्छ होला उहाँहरू। हेर्नुहोस् है साथीहरू सबैजनाले। अनि यो चाहिँ अब केक काट्नुको लागि तयारी हुनुहुन्छ। यतिखेर मैले साउन्ड चाहिँ पुरै बन्द गरेको छु। तपाईँहरूले देख्न सक्नुहुन्छ, मैले साउन्ड बन्द गरेको छु किन भन्दाखेरि यतिखेर एकदमै बुफरको आवाज आइरहेको थियो बर्थडेको। अनि कपिराइट आउँछ भनेर चाहिँ मैले सबै आवाज साइलेन्ट गरेर नै हजुरलाई देखाइरहेको छु। अर्कोचोटि चाहिँ म तपाईँहरूलाई साउन्ड नबजाइकन म तपाईँहरूलाई नेचुरली देखाउनेछु नानीको बर्थडेमा अर्कोचोटि। नानीको अङ्कल देखिनु भएको थियो भर्खरै। अनि यहाँ चाहिँ दुधु हजुरआमा हुनुहुन्छ, अनि ठुलो मम्मी हुनुहुन्छ, अनि उता चाहिँ जी आमा हुनुहुन्छ, यतापट्टि चाहिँ ठुली मम्मी हुनुहुन्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ साथीहरू, फोटो सेसन चल्दैछ, नानीको फोटो सेसन चल्दैछ, तपाईँहरूले देख्न सक्नुहुनेछ है। सबै दिदीभाइहरू सबै जम्मा हुनुभएको रहेछ। यहाँ देख्न सक्नुहुनेछ साथीहरू, सबैजनाले फोटो सेसन कार्यक्रम चल्दैछ। फोटो सेसन कार्यक्रम चल्दैछ साथीहरू, हजुरहरूले हेर्न सक्नुहुनेछ। साथीहरू, यहाँ चाहिँ नानीको अङ्कल हुनुहुन्थ्यो, अनि सबैजना इन्जोय गरिराख्नु भएको छ। अनि यो नानीको लागि, बच्चाहरूको लागि खानेकुरा तयारी गर्दै हुनुहुन्छ है त। ल, हेरेर साथ दिनुभयो हजुरलाई धन्यवाद छ सबैजनालाई। भेटौँला अर्को भिडियोमा है त।